नेपाली क्रिकेट फ्यानहरूका लागि ठुलो खुसीको खबर। लङ्का प्रिमियर लिग 2026 को ड्राफ्टमा नेपालका स्टार सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र कुशल भुटेल ड्राफ्ट भएका छन्। सबैभन्दा पहिला नेपाली प्लेयरमा सन्दीप लामिछाने क्लासिकल ओभरसिज क्याटेगोरी अन्तर्गत राउन्ड 14 मा ड्राफ्ट भएका छन्। उनलाई $20,000 मा जापान किङ्सले ड्राफ्ट गरेको छ र सन्दीपको लङ्कन प्रिमियर लिगमा करिब 4 वर्षपछि कमब्याक भएको हो। अनि त्यसपछि त्यति मात्रै कहाँ हो र, नेपालका द टाइगर दिपेन्द्र सिंह ऐरी पनि लङ्कन प्रिमियर लिग 2026 का लागि अनुबन्धित भएका छन्। राउन्ड 16 मा एसोसिएट स्टारको रूपमा छानिएका हुन् र उनलाई पनि $15,000 मा जापान किङ्सले ड्राफ्ट गरेको छ। अनि नेपाली क्रिकेट फ्यानहरूको लागि खुसीको खबर, सन्दीप र दिपेन्द्र सिंह ऐरी सेम टिम जापान किङ्सबाट खेल्दै र तपाईँ कतिको खुसी हुनुहुन्छ सन्दीप र दिपेन्द्र सिंह ऐरीलाई एउटै टिम जर्सीमा खेलिरहेको हेर्न कमेन्ट गर्नुहोस्। र कुशल भुटेल नेपालको नेसनल मामा पनि राउन्ड 16 मा एसोसिएट स्टार क्याटेगोरीबाट छानिएका हुन्। उनी $15,000 मा कोलम्बिया क्याप्सबाट ड्राफ्ट भएका छन् र एउटै विदेशी लिगमा 3 जना नेपाली खेलाडी। यो नेपाली क्रिकेटको लागि सबैभन्दा गर्वको क्षण हो। तपाईँ कुन खेलाडीको प्रदर्शन हेरेर सबैभन्दा उत्साहित हुनुहुन्छ तल कमेन्ट गर्नुहोस् र यस्तै नेपाली क्रिकेटका अपडेटका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। जय नेपाल।